सबैजनालाई नमस्ते स्याजुको सेवाहरू। आज मिति 2083 साउन 15 गतेको दिन चाहिँ आज हाम्रो झुलिङ नगरपालिका वार्ड नम्बर 6 स्थित बतासे स्थित गुम्बा डाँडामा निङमा छेउलिङ गुम्बाको चाहिँ यो भुइँतला ढलानको लागि चाहिँ एकदमै धेरै संवाददाताहरू आउनुभएको छ। तपाईँले देख्न सक्नुहुनेछ। टिएससी पनि हुनुहुन्छ। हाम्रो गुम्बाको अध्यक्ष अझै सक्ने हो। ल ल ल हुनुहुन्छ हाम्रो गुम्बाका अध्यक्ष देवराज गुरुङज्यू। दिदी काम धमाधम हुँदैछ होइन? एकदमै उल्लासको साथ श्रमदान गर्ने काम हुँदैछ। एकदमै दिदीबहिनीहरू पनि एकदमै भेला भएर यहाँनिर इन्द्र भेला हुनुहुन्छ। कान्छा गुरु हुनुहुन्छ। हाम्रो निङमा छेउलिङ गुम्बाका सचिव ललित गुरुङजी हुनुहुन्छ। लाठीहरू एकदमै यहाँ बल मोल्ने कुरामा हुनुहुन्छ। यहाँनिर यो ढलान गर्ने काम यसरी हुँदैछ। करिब आधा जति झन्डै हुन लागेको अवस्था छ। धमाधम यो संवाददाताहरूले चाहिँ यसरी काम गर्दै हुनुहुन्छ। सो स्पष्ट उहाँहरू आफ्नो घरको कामहरू छोडेर चाहिँ यसरी हाम्रो गुम्बा निर्माणको लागि चाहिँ यसरी भुइँ ढलानको लागि यसरी आउनुभएको छ। हजुर यहाँ कति साह्रो उल्लासको साथ यहाँ हाम्रो अरू 150जनाभन्दा बेसी नै होला। मिनिमम 100जना अनुमानित यहाँ हाम्रो झुलिङ नगरपालिका वार्ड नम्बर 6 मदन गुरुङ हुनुहुन्छ। आज काम कस्तो लागिरहेछ त? एकदम राम्रो छ है। उपस्थिति एकदम राम्रो छ है। स्वतः रूपमा उपस्थिति अत्यन्तै राम्रो उपस्थित भएको छ। हजुर र समयमै पनि काम पनि सक्छ होला। यहाँनिर तपाईँहरूले देख्न सक्नुहुन्छ। अलि मेसिन अलिक केही बिग्रिने अवस्था छ। हजुर ल यहाँ भाइहरू पनि यहाँनिर श्रमदान गर्न आएको छ। यहाँ सुविजल भाइ हाम्रो खेलाडी भाइ है। यहाँ भाइ हाम्रो दाजुभाइहरू यहाँनिर हेर्नुहोस् है। काम गर्नेको एकदमै भिडभाड। यो हो नि त श्रमदान। निस्वार्थ रूपले चाहिँ श्रमदान गरिराख्नुभएछ सबैजनाले। यहाँनिर हेर्नुहोस् विभिन्न सवारी साधनहरू बाइकहरू। आज यहाँ जुन श्रमदान गर्ने गुम्बा ढलानको लागि आउने सबैलाई चाहिँ यहाँनिर आज खाजाको पनि स्पोन्सर गर्नुभएको छ। याङजी त्यस पछाडि होटल चाइनाको अनिता उहाँहरू मिलेर खाजाको सौजना गर्नुभएको छ। सँगै धेरै हामीलाई धेरै दाताहरूले चाहिँ यसरी खाजाको करू पेप्सी चौचो विभिन्न चाहिँ अब खानेकुराहरू चाहिँ आज स्पोन्सर गर्नुभएको छ। यो जति पनि तपाईँले देख्नुहुन्छ यो खाजा पानी जति पनि हो हाम्रो समितिले यो खरिद गरिएको पनि सबै है स्पोन्सर है। स्पोन्सर कल्पना दिदी याङ दिदी तीनजनाको है। हस् हुन्छ।
यहाँ खाजाको स्पोन्सर गर्नुहुने ल अनिता दिदी तपाईँलाई धेरै धन्यवाद है दिदी याङजी दिदी ऊ त्यहाँ हुनुहुन्छ उहाँहरूले आज खाजाको यो खाजा मासु चिउरा उहाँहरूले निःशुल्क भन्नाले उहाँहरूले स्पोन्सर खाजाको श्रमदाताहरूलाई स्पोन्सर गर्नुभएको छ यहाँ साइन होटलको हाम्रो दाइ हुनुहुन्छ उहाँहरूले आज स्पोन्सर गर्नुभएको है यो श्रमदाताहरूलाई है यही गुम्बा डाँडाबाट देखिने हाम्रो ताप्लेजुङको सुन्दर बजार